हेलो गाइस, वेलकम छ तपाईँलाई फेरि पनि नयाँ भ्लगमा। अन्त आज चाहिँ म भ्लग 5 बजी 5:30मा स्टार्ट गर्दैछु हो। हेर्नु सक्नुहुनेछ, म चाहिँ यहाँ दोकान जाँदैछु मेरो लुगा ल्याउनु। त्यहाँदेखि यस्तै छ नजाराहरू। 5:30 बजिरहेछ। म चाहिँ आफ्नै छु। मेरो ज्याकेट चाहिँ दोकानै बिर्सेर चाबी लिएर चाहिँ जाँदैछु। अन्त आज चाहिँ दार्जिलिङ जाने हो हामी चाहिँ हो। अब दार्जिलिङमा के कसो हुनेछ बनिरहनुहोस्। हामी चाहिँ गाडीमा जाने हो, बोलेरोमा। अहिले म तपाईँलाई बाटोमा भेट्नेछु। बाई बाई। म चाहिँ गाइस अनि ज्याकेट पनि निकालेर लगाइसकेँ। हेर्नु सक्नुहुन्छ, ज्याकेट चाहिँ मेरो दोकानैमा थियो हो। अन्त यस्तै छ नजाराहरू बिहानै दार्जिलिङ जाने अब यस्तै भइदिरहेछ नजारा। अन्त तपाईँहरूलाई अहिले म भेट्नेछु। चाबी म घर पठाएर आउँछु, त्यहाँदेखि हामी गाडीमा जाने छौँ। बनिरहनुहोस् मेरो ब्लगमा। बाई बाई। यहाँ त खोलै देख्दैन रहेछ। बसुमा आएको तल गाइस खोला चाहिँ मल्ली चेकपोस्ट। यो जग्गा कहाँ हो? दार्जिलिङ टक्कैसँगले हो मन्दिरमाथि सकेर आएको हामी चाहिँ हो। अहिले यहाँ वासरुम आएको थियौँ। यस्तो रहेछ दामी हो। अब हामी कहाँ जानेछौँ अहिले भेट्दैछु तपाईँलाई गाइस। बाई बाई। यस्तो सिँढी नै हुँदैछ यो सिँढी चौरास्ता जाने बाटो। यो चाहिँ खै कहाँ हो गाइस थाहा भएन हो। यस्तो रहेछ। अँध्यारो भइसक्यो गाइस। ओके हेलो गाइस, म चाहिँ फाइनली दार्जिलिङबाट आइपुगिसकेको छु। देख्नु सक्नुभयो होला तपाईँहरूले। हामी मन्दिर गएको थियौँ। अन्त हामी यता चौरास्ताहरू घुमेर अन्त ग्लेनेरीहरू घुमेर चाहिँ अहिले चाहिँ हामी घर आइपुगिसकेको छौँ।
आज मैले त्यति भ्लग गर्नु पाइनँ। यस्तै भन्दै म आजको भ्लग यहीँ एन्ड गर्नेवाला छु। होप यु गाइस लाइक दिस भ्लग। Thank you so much for watching. Bye bye.